नमस्ते। आजको यस प्रस्तुतिमा स्वागत छ। आज हामी कालो सत्य नामक एउटा निकै महत्त्वपूर्ण डकुमेन्ट्रीका तथ्यहरूलाई केलाउँदै छौं। झट्ट हेर्दा सामान्य मनोरञ्जनको साधन जस्तो देखिने एउटा एपले कसरी सिङ्गो नेपालको संस्कृति र हाम्रो सोच्ने तरिकालाई रातारात बदलिरहेको छ। के यो केवल एउटा टाइम पास मात्रै हो वा यसले हाम्रो दिमागलाई नै कन्ट्रोल गर्न थालिसक्यो? आज हामी यही कुरालाई गहिरेर बुझ्ने प्रयास गर्नेछौँ। अब एकछिन सोचौँ त, केही वर्ष अघिसम्म मात्रै हाम्रो जीवन कस्तो थियो? मानिसहरू बाहिर निस्किन्थे, चिया पसलमा गफिन्थे र एक अर्कालाई दिइने ध्यान साँच्चीकै रियल हुन्थ्यो। तर आज रियल भर्सेस रियलको यो अवस्थामा आइपुग्दा एउटा सानो स्क्रिनले सबै कुरा बदलिदिएको छ। हामी वास्तविक दुनियाँबाट टाढिएर स्क्रिनको लतमा नराम्ररी फसिसकेका छौँ। कालो सत्य डकुमेन्ट्रीले हाम्रो यो बदलिँदो मानसिकतालाई मुख्यतया 5वटा चरणमा बाँडेर हेरेको छ। साइलेन्ट स्क्रिन एपिडेमिक, हाइलाइट रिलको भ्रम, अटेन्सन इकोनोमी, कमजोर बन्दै गएका हाम्रा सम्बन्धहरू र अन्त्यमा कसरी यसले हाम्रो दिमागलाई नै रिवायर गर्दैछ भन्ने विषय। सुरु गरौँ पहिलो चरणबाट, मौन स्क्रिन महामारी, अर्थात् त्यो लत जसको बारेमा कसैले खुलेर कुरा गर्दैन। हामी मध्ये धेरैको बिहानी कसरी सुरु हुन्छ? आँखा खुल्छ, फोन हातमा आउँछ र सुरु हुन्छ अनन्त स्क्रलिङ। एउटा भिडियो अनि अर्को भिडियो, घडीको सुई घुमिरहेको हुन्छ। तर यो अल्गोरिदम यसरी डिजाइन गरिएको छ नि, यसले हाम्रो दिमागलाई म केही एकदमै महत्त्वपूर्ण कुरा हेरिरहेको छु भन्ने भ्रममा पारिदिन्छ। यसले हाम्रो सम्पूर्ण ध्यानलाई नै हाइज्याक गरिदिन्छ। खासमा यो स्क्रोलिङको पछाडि एउटा रसायनले काम गरिरहेको हुन्छ जसलाई सर्ट डोपामाइन भनिन्छ। डकुमेन्ट्रीका अनुसार यसरी छिटो छिटो कन्टेन्ट हेर्दा दिमागमा आउने यो छोटो अस्थायी आनन्दले मानिसहरूलाई अनजानमै शारीरिक रूपमा यसको लतमा फसाइरहेको छ। धेरैलाई त थाहा पनि हुँदैन कि उनीहरू यो छोटो डोपामाइन हिटको दास बनिसकेका छन्। अब यो शारीरिक लतबाट अलिकति अगाडि बढेर यसको मनोवैज्ञानिक प्रभावलाई हेरौँ। दोस्रो चरण, हाइलाइट रिलको भ्रम अर्थात् फेक लाइफ इफेक्ट। सोशल मिडियामा क्यामेरा अन हुँदा हेर्नुस् त, सबैजना कति खुसी देखिन्छन्। विलासी जीवन, सुन्दरता र एकदमै पर्फेक्सन। तर वास्तविक जीवन त क्यामेरा बन्द भएपछि मात्र सुरु हुन्छ नि। क्यामेरा अफ हुँदा त्यहाँ भारी प्रेसर र अरूसँगको तुलना मात्र बाँकी रहन्छ। अनि यसले गर्दा हाम्रा युवाहरूको मनमा कस्तो कुरा खेल्छ त? कालो सत्यमा देखाइएका यी भित्री आवाजहरू सुन्दा साँच्चै मन छुन्छ। मेरो जीवन त एकदमै निरस छ, म सफल छैन, म फिट्टिकै आकर्षक छैन। नेपालका धेरै युवाहरू आज अरूको त्यही हाइलाइट रिलसँग आफ्नो वास्तविक जीवनलाई दाँजेर भयानक तनावमा बाँचिरहेका छन्। यही व्यक्तिगत मनोवैज्ञानिक दबावले हामीलाई समाजको फराकिलो चित्रतर्फ लैजान्छ। तेस्रो चरण, अटेन्सन इकोनोमी, जहाँ ध्यान नै नयाँ मुद्रा हो। अटेन्सन इकोनोमी भनेको यस्तो सिस्टम हो जहाँ मानिसको ध्यानलाई नै सबैभन्दा ठूलो सम्पत्ति मानिन्छ र यसलाई भ्युज, लाइक्स र फलोअर्समा नापिन्छ। आजको दिनमा पैसा वा स्ट्याटस भन्दा पनि यो डिजिटल भ्यालिडेसन मानिसको सफलताको मुख्य मापदण्ड बन्न पुगेको छ। र यो कुराले एउटा गम्भीर यथार्थलाई प्रश्न पार्छ। भ्युज र लाइक्स पाउनकै लागि मानिसहरू जाने स्टन्टदेखि नक्कली ड्रामासम्म गरिरहेका छन्। किन त? किनभने इन्टरनेटले एउटा डरलाग्दो सोच पैदा गरिदिएको छ। यदि मानिसहरूले मलाई हेरेनन् भने मेरो कुनै अस्तित्व नै छैन, महत्त्वहीन भइने हो कि भन्ने यही डर नै आजभोलि धेरैजसो अनलाइन गतिविधिहरूको मुख्य प्रेरणा हो। अब यो निरन्तर डिजिटल भ्यालिडेसनको दौडधुपले हाम्रा वास्तविक जीवनका सम्बन्धहरूलाई कसरी बिगार्दैछ त? यो हो चौथो चरण, फेडिङ रियल वर्ल्ड कनेक्सन्स। भौतिक रूपमा नजिक तर मानसिक रूपमा एकदमै टाढा। डकुमेन्ट्रीको यो लाइन साँच्चै नै मननयोग्य छ। एकछिन सोच्नुहोस् त, परिवार वा साथीभाइ एउटै कोठामा सँगै त हुन्छन्, तर सबैजना आफ्नै डिजिटल दुनियाँमा हराइरहेका हुन्छन्। सँगै भएर पनि हामी कति धेरै एक्ला छौँ नि, होइन र? हाम्रो धैर्यता गुम्दैछ, फोकस गर्न सक्ने क्षमता छोटिँदैछ। मानिसहरूलाई वास्तविक कुराकानी भन्दा स्क्रिन नै धेरै रोचक लाग्न थालिसक्यो। र सबैभन्दा चिन्ताको कुरा के हो भने हामी वास्तविक भावना भन्दा पनि डिजिटल संसारको भ्यालिडेसन खोज्न थालेका छौँ। र अब हामी आइपुगेका छौँ अन्तिम तथा सबैभन्दा गम्भीर प्रभावमा। पाँचौं चरण, रिवायरिङ द मोडर्न ब्रेन, अर्थात् युवाहरूको दिमागमै परिरहेको असर। केवल 10 सेकेन्ड डकुमेन्ट्रीले औल्याएको यो तथ्याङ्क सुन्दा आङ नै सिरिङ्ग हुन्छ।
नेपालका धेरै विद्यार्थीहरू आज कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सङ्घर्ष गरिरहेका छन्। 10 सेकेन्डभन्दा लामो कुनै पनि चिज उनीहरूलाई अब बोरिङ लाग्न थालिसक्यो। यो सामान्य कुरा पक्कै होइन। यसै सन्दर्भमा कालो सत्यमा उल्लेख गरिएका मनोवैज्ञानिकहरू स्पष्ट भन्छन्, निरन्तरको छोटो कन्टेन्टले दिमागको रिवार्ड सिस्टमलाई नै बदल्न सक्छ। यो कुरा अब मनोरञ्जन मात्रै रहेन, एउटा पुरै पुस्ताको दिमागको संरचना नै परिवर्तन भइरहेको छ, जसको पूर्ण असर सायद हामीले अझै बुझ्नै बाँकी छ। त्यसो भए के यो प्लेटफर्म पूर्ण रूपमा खराब मात्रै हो त? पक्कै होइन। यसका दुईवटा पाटा छन्। यसले धेरैलाई नयाँ अवसर दिएको छ, लुकेका प्रतिभाहरू बाहिर ल्याउन मद्दत गरेको छ। तर अर्कोतर्फ यसले हाम्रो दैनिक समय र ध्यानलाई कन्ट्रोल गरिरहेको छ र हाम्रो सोच अनि आत्मविश्वासलाई म्यानिपुलेट गरिरहेको छ। जब एउटा एपले यति धेरै कुरा नियन्त्रण गर्छ, त्यो पक्कै पनि मनोरञ्जन मात्र रहँदैन। यी सम्पूर्ण तथ्यहरूलाई केलाइसकेपछि स्रोत सामग्रीले हामीलाई एउटा अत्यन्तै शक्तिशाली प्रश्न छोडेर जान्छ कि आजको सबैभन्दा ठूलो युद्ध बाहिर सडकमा होइन, हाम्रै आफ्नै दिमागभित्र चलिरहेको छ त? हाम्रो ध्यान र समयको लागि भइरहेको यो अदृश्य लडाईँले हामीलाई कता लैजाँदैछ? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर हामी सबैले खोज्न जरुरी छ। आजको यस विश्लेषणमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।